नमस्ते सम्पूर्ण दर्शकबिन। सङ्घको सभा मागालोक गाउँपालिका वडा नम्बर 3 यो गढी भन्ने ठाउँ है दर्शकबिनहरू। यहाँ किराँतको लागि एकजना व्यक्ति नेता नै भनौँ न थोरै हैन, उहाँ किराँतको लागि धेरै लडेर आउनु भएको छ, धेरै सङ्घर्ष गरेर आउनु भएको छ हैन, धेरै दुःख गरेर आउनु भएको छ र अब के गर्ने वाला छ, उहाँको लक्ष्य के छ हैन भन्ने कुरामा म उहाँसित म थोरै फेरि जानकारी लिन चाहन्छु है। म तपाईको शुभ नाम चाहिँ? मेरो वीरेन्द्र खारा, सङ्घ सबै हेदाङमा हजुर मेरो नाम। हजुर। अब मलाई अब के भने यो सङ्घ सभाको एउटा सङ्घ समितिको संयोजक पनि हो। हजुर। र त्यो पदभन्दा पनि मेरो कर्मलाई म अलिक बढी मान्छु। म 1 2 3 किराँत पुर्खाको बच्चा हो, सन्तान हो। हजुर। यलम्बर हाम्रो पहिलाको बाजे हो। यलम्बर हुँदै के भने गस्ती हुँदै अनि सेन्चियाङ गस्ती हुँदै योक्ट्याङ हुँदै हर्कपुङ हुँदै अनि मबुवाङ सोनाङ र लिलियाङ हुँदै के भने हामी याक्खा हुँदै आएर के भने अहिले हामी के भने यहाँ यम्फू हुँदै एउटा के भने आफ्नो एउटा किराँतको सन्तानको रूपमा चाहिँ के हामी आएको छौँ यहाँ। मैले अघि नै भने म 100% किराँती हो, किनभने मेरो पुर्खा किराँत थियो। र यो किराँत भूमि होइन भने के हो यो? यसको लागि के भने इतिहास खोज्नुपर्छ। इतिहास जसले स्वीकार्दैन त्यो मान्छेले के भने कुनै पनि के सभ्यता, इतिहास र सभ्यता स्वीकार्दैन भने त्यो मान्छे होइन। हजुर। र म इतिहास र सभ्यता स्वीकारेर आएको मान्छे हो, पुरानो हिस्ट्री स्वीकारेर आएको मान्छे हो। अनि किराँतको लागि तपाईँ अब यति दुःख गरेर यति सङ्घर्ष गर्दै आउनु भएको छ, यसरी लडेर आउनु भएको छ, अनि यो किराँत अब कहिले अगाडि हुन्छ हैन? यसको ऐतिहासिक कहिले पुरा हुने हो यो किराँत? जब यो राजनीति पार्टीहरूले चाहिँ के भने आफ्नो स्वार्थको लागि चाहिँ यो तिमीहरू किराँती हौ, तिमीहरूको यो राज्य भूमि चाहिँ किराँत भूमि हो, अथवा पूर्वी नेपाल किराँत भयो भनेर सम्झाए यिनीहरूले। मैले त्यतिखेर पत्याएन कि यिनीहरूले के भन्दैछ। पटक पटक तिमीहरूको इट इज योर ल्यान्ड भने, यो तिमीहरूको क्षेत्र हो, तिमीहरूको भूमि हो, तिमीहरूको भूमिको लागि लड भने लडाए हाम्रो पुर्खाले। रत्नकुमार भान्तले पनि लडे, नारायणमणि थुलुङले पनि लडे, रामप्रसाद राईले पनि लडे। त्योभन्दा अगाडि रिदामा र जुन काङसुरे रिदामा, अनि त्यस पछाडि राङनिहाङले पनि लडेको थिए पहिला। भूमि हो अनि लड्दा यो तिमीहरू हैन, लड्नु त भयो। अनि अहिले लडाई तपाईँहरूको लडाई यो किराँतको कहाँसम्म पुग्यो त? यो के भने बिचमै पुग्यो कि अहिले सकेको हो कि फेरि लड्नेवाला हो? अब लडाई भनेपछि हाम्रो जुन आवाज जुन छ अहिले होइन, अब किराँतीले बुझेको छैन। हजुर। अब किराँतीले भने किराँत हुनै भन्ने जुन अहिले फिलिङ गरे